नमस्कार, म प्रभु शाह। आज दलाल दलतन्त्रले देश बेहाल छ। नेताहरूको कर्मले गणतन्त्र बदनाम छ। जनताको रगत पसिना चुसेर नेताहरू मोटाएका छन्। नेताका आसेपासेहरू मालामाल छन्। जनता लाचार छ। कसै सामु कहिले नझुकेको हाम्रो स्वाभिमानी इतिहास आज दलालीले पोत्दैछ। नेपाली जनताको सपना खोसिएको छ। केही गर्नलाई विदेशै जानुपर्ने बाधात्मक स्थिति निर्माण भएको छ। आश बोकेर विदेश जानेहरू आज लास बनेर फर्किरहेका छन्। यति मात्र होइन, हाम्रो अर्थतन्त्र डमाडोल छ। व्यापार घाटामा छन्। नेताहरूको अत्याचार र भ्रष्टाचार बढेको छ। सुशासन सुनसान छ। विकास बिलाएको छ। कर आतंक छ। महँगी आकाशिएको छ। हाम्रा प्राकृतिक सम्पदाहरूको खुल्याम दोहन र बिक्री भइरहेको छ। जनता दिनदिनै वैदेशिक ऋणमा थिचिएको छ। यी तमाम सङ्कटहरूको सामना गर्न तपाईँ हामी अगाडि आउनै पर्छ। जनता नागरिकलाई दास बनाउने, युवालाई लास बनाउने यी पार्टीहरू नेताहरूबाट आश गर्नु भनेको ठुलो धोका हुनेछ। जस्तो फ्याक्ट्री हुन्छ उत्पादन त्यस्तै हुन्छ। त्यसैले अहिलेको सिस्टम लुटकारी छ। लुटकारी दलतन्त्र रहँदासम्म देशको कल्याण हुने छैन, जनताको भविष्य उज्जवल हुने छैन। यसलाई बचाउन तपाईँ हामी यी दलतन्त्रको विरुद्ध अगाडि आउनै पर्छ। हिजो पञ्चायत इतिहास साक्षी छ। हिजो पञ्चायती व्यवस्थामा पञ्चले मोटाए, आज दलतन्त्रमा दलका नेताहरू मोटाइरहेका छन्। जनता मोटाउन जनताको शासन चाहिन्छ। त्यसैले जनताको शासनको लागि यो दलतन्त्रको अन्त जरुरी छ। दलतन्त्रको अन्तको लागि हाम्रो पार्टीले तेस्रो जनआन्दोलनको घोषणा गरेको छ। चाहिँ 24 गते तेस्रो जनआन्दोलनमा सहभागी हुन विशेष अपिल गर्न चाहन्छु। यदि तपाईँले देशप्रति थोरै माया छ, अहिलेको जनताको भविष्यप्रति थोरै चिन्ता छ भने तेस्रो जनआन्दोलनमा सहभागी बनौँ र देशको भविष्यलाई बचाउन योगदान गरौँ। फेरि म भन्छु, चैत्र 24 गते काठमाडौँको भिरकुटीमण्ड पुगौँ र तेस्रो जनआन्दोलनमा सहभागी भएर देश बचाउनमा योगदान गरौँ। धन्यवाद।